विक्रम सम्वत 2009 सालमा खोटाङमा जन्मिएका थर्कबहादुर राई 2049 सालमा इलाम आइपुग्छन्। 2024 सालमा इलामको एकतपा भन्ने ठाउँमा जन्मिएकी सुकमाया लिम्बूसँग उनको जीवन गाँसिन्छ। पूर्व जितपुर 7 चिसापानी, हालको देउमाई नगरपालिका 9 जितपुर इलाममा यी दुई आत्माले संसारलाई एउटा नयाँ जीवन दिन्छन्। 2050 सालमा जन्म हुन्छ गोकुल बहादुर राईको। गोकुलको जन्म कुनै सम्पन्न घरमा भएन। उनी जन्मिए एउटा साधारण किसान परिवारमा, जहाँ सपना कडा परिश्रमपछि मात्र आँखा खुल्थे। बाल्यकालमै उनले जीवन बुझ्न थाले। स्कुल जानु थियो तर किताब आफै आएन। गाउँका मेलापातमा सानो शरीरले ठूलो जिम्मेवारी बोक्यो। पसिना बग्यो, हात मैलो भयो, तर आँखामा हार थिएन। त्यही पसिनाले पढाइको बाटो खोल्यो। गोकुल केवल पढ्ने बालक थिएनन्, उनी प्रश्न गर्ने बालक थिए। किन यस्तो? अझै राम्रो के हुन सक्छ? कसरी गर्न सकिन्छ? उनी सधैँ नयाँ खोज्थे, अनुभव गर्न चाहने, सिक्न आतुर। यही थियो उनको स्वभाव। घरले सिकायो अनुशासन, गाउँले सिकायो व्यवहार, साथीभाइले सिकायो सम्बन्ध, स्कुलले सिकायो दृष्टि। र उनले सिकेका राम्रा कुराहरू आफ्नो व्यवहारमा उतार्न थाले। कहिलेकाहीँ ढिठ सङ्कल्प, कहिलेकाहीँ असीम दया पनि। उनको हृदय माया, करुणा र मानवीयताले भरिएको थियो। अब समयसँगै उनको यात्रा अघि बढ्यो। आज गोकुल बहादुर राई डबल ब्याचलर अध्ययनरत छन्, तर उनको जीवन ब्याचलरमा मात्र सीमित रहेन। कला, साहित्य, सञ्चार यी क्षेत्रमा उनको रुचि थियो। तालिम लिए, सिके र आफूले जानेका कुरा अरूका लागि सेवामा बदले। विगत 12 वर्षदेखि कृषि र पशुपालन उनको अभियान बन्यो। विगत 14 वर्षदेखि वन, वातावरण, सामुदायिक विकास र गरिबी निवारण उनको कर्मक्षेत्र बन्यो। 1 वर्ष शिक्षक पनि बने। शब्दसँग प्रेम गर्दै साहित्य पनि लेखे। 10 वर्षदेखि कृषि र पशु स्वास्थ्यमा निरन्तर सेवा। 2 दशक नपुग्दै उनले राजनीति पनि बुझे। त्यहीबाट विचारको यात्रा सुरु भयो। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना कालदेखि नै उनको सङ्गत बन्यो। आज उनी सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल इलाम जिल्ला अध्यक्ष छन्, साथै नेपाल भेटनेरियन लाइफ स्टक एसोसिएसन इलाम जिल्ला उपाध्यक्ष छन्। तर यी पदहरू उनको सबैभन्दा ठुलो परिचय होइनन्। उनको सबैभन्दा ठुलो परिचय उनी इलामको माटोलाई चिन्छन्। यहाँको हावा, यहाँको पानी, यहाँको पसिना, यहाँको पीडा, दुःख र सुख दुवैसँग उनी परिचित छन्। त्यसैले आज इलाम क्षेत्र नम्बर 2बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनी उम्मेदवार बनेका छन्। यो आकाङ्क्षा होइन, यो जिम्मेवारी हो। गोकुल बहादुर राईको कथा कुनै नायकको कथा होइन। यो कथा हो एउटा साधारण मान्छेको, जसले माटोलाई कहिले छोडेन र माटोले उसलाई कहिले एक्लो बनाएन।